नमस्ते। अब आज चाहिँ हामी यो जस्ट लाइक डाटा जसै हामीले यो डिजाइन गरिहाल्यौँ, यिनीहरू डिजाइनहरू छ। अब पहिला सुरुमा अब हामी डाटाबेसमा डाटाहरू चाहिँ कसरी क्रिएट गर्ने, डाटाहरू चाहिँ हामी कसरी स्टोर गर्ने, ओके क्रुड फङ्सनमा चाहिँ छौँ। अब आज हामी चाहिँ ओके PHP माई एडमिन यहाँ अलरेडी हामीले डाटाबेस बनाइसकेका छौँ। प्रिभियस ट्युटोरियल नै हामीले बनाइसकेका छौँ। समथिङ लाइक tv_kite नेपाल भनेर यहाँनिर डाटाबेस मात्र बनायौँ, तर यहाँनिर चाहिँ हाम्रो यो डाटाबेसबाट चाहिँ हामीले टेबलहरू चाहिँ कुनै पनि युज गरेको छैन हामीले। ओके हाम्रो यहाँ प्रोजेक्ट, अर्को प्रोजेक्ट हाम्रो यहाँ कुन चाहिँ प्रोजेक्ट छ, हाम्रो यो प्रोजेक्ट चाहिँ हामीले यहाँ तान्नु पर्यो। ओके समथिङ लाइक हाम्रो .env मा हामीले डाटाबेस कनेक्ट गरिसकेका छौँ। tv_kite नेपाल रुट यिनीहरू गरिसकेका छौँ। सर्वप्रथम हामीले चाहिँ यहाँ काइट नेपाल भित्र एउटा गेट ब्यास सेयर ओके यहाँनिर चाहिँ एउटा मोडेल हामीले क्रिएट गरौँ। नर्मली हामीले यसमा ओके यहाँ हेरेर हामीले गर्न सकिन्छ। समथिङ एप भित्र एउटा डाटाबेसमा पनि हेरौँ। डाटाबेसमा पनि हाम्रो माइग्रेसनमा चाहिँ नर्मली यो डिफल्ट युजर र पासवर्डको छ। अनि अर्को भनेको चाहिँ यो जस्तै env चाहिँदैन अहिलेलाई। अनि युजर भने एउटा मोडेल छ, त्यति मात्र छ। अब यहाँ गएर मैले चाहिँ PHP आर्टिसन मेक ओके मोडेल युज गर्दैछु। मोडेल चाहिँ मैले चाहिँ के भन्छ स्लाइडर भनेर चाहिँ मोडेल युज गर्न लागिरहेको छु। अनि स्लाइडर अब माइग्रेसन पनि चाहिन्छ, त्यही भएर डिफल्टमा माइग्रेसन पनि मैले -m गरेर माइग्रेसन पनि मैले क्रिएट गर्नु भनेर भनेको छु। ओके स्लाइडरको माइग्रेसन पनि आयो, मोडेल पनि आयो। यहाँनिर स्लाइडर मोडेलको यो मोडेलको चाहिँ यहाँनिर स्लाइडर भनेर यो पनि आयो। ओके सिम्पली अब पहिला सुरुमा हामी क्रिएट गर्छौँ यसमा चाहिँ। ओके अब यहाँ गएर मलाई चाहिने कन्टेन्टहरू के छ त भने चाहिँ सबभन्दा सुरुमा अब ओके नोटप्याडमा गरौँ के चाहिन्छ। जस्तै मैले यहाँनिर अगाडि यो जस्तै डिजाइन अनुसारको हेर्ने हो, त्यो अनुसारले फर्म डिजाइन गर्नु पर्यो हामीले। यहाँ गएर मलाई एउटा आइडी त त्यो डिफल्ट त चाहिन्छ नै ओके होइन, प्राइमेरी की। अब यहाँ गएर अब हामीलाई चाहिँ टाइटल ओके टाइटल चाहियो, इमेज चाहियो अनि डिस्क्रिप्सन चाहियो ओके स्लाइडरको लागि। अनि अर्को भनेको स्ट्याटस एउटा चाहियो, अनि कसले चाहिँ एड गरेको UID पनि चाहियो। ओके यति भइसकेपछि चाहिँ हामीले चाहिँ गर्न सकिन्छ। जस्तै नर्मली हामीलाई कतिवटा चाहियो भने चाहिँ 1 2 3 4 5 5वटा जस्तै कोलम चाहियो। यहाँ गएर आइडी त अलरेडी छ। अब यहाँ गएर $टेबल ओके उसको लागि के भन्छ टाइटलको लागि स्ट्रिङै गरौँ। यहाँ गएर के छ हाम्रो टाइटल ओके टाइटल चाहिँ हो। अनि अर्को टाइटल पछि हाम्रो के छ इमेज टेबल इमेजमा पनि यहाँनिर हामी स्ट्रिङै पठाउँ। यसमा पनि इमेजै भनौँ। यसलाई चाहिँ अहिलेलाई हामी नलेबल गरौँ, अहिले स्टार्टिङमा नलेबल गरौँ हामी, किन इमेजको हामी पछि गर्छौँ। पछि गएर डिस्क्रिप्सनमा चाहिँ टेबल ओके यसमा के छ लङ टेक्स्ट अहिलेलाई स्ट्रिङै गरिराखौँ। स्ट्रिङ छ, स्ट्रिङमा चाहिँ यहाँनिर डिस्क्रिप्सन अहिलेलाई हामीले स्ट्रिङै गरेको कारण चाहिँ पछि हामी फेरि यसलाई चाहिँ डिटेल हेर्नु छ। अहिले सिम्पली हामीले चाहिँ क्रिएट गर्न खोजेको जस्ट लाइक डाटा स्टोर गर्न खोजेको। अब त्यसपछि आएर स्ट्याटस यो पनि नलेबलै गरिराखौँ, नलेबल छ। अब पछि आएर $टेबल यहाँ गएर इन्टेजर, यसलाई चाहिँ इन्टेजर गरौँ। इन्टेजर र स्ट्रिङ बाहेकहरू युज नगरौँ। यसलाई चाहिँ हामी स्ट्याटस अहिलेलाई स्ट्याटस यसलाई डिफल्टमा हामी 0 पठाउँछौँ होइन। तर पनि यहाँनिर हामी चाहिँ के गर्छौँ चाहिँ नलेबल भनेर पठाइराखौँ अहिलेलाई। पछि फेरि हामी एडिट गरेर रोल ब्याक गरौँला यसलाई $टेबल समथिङ कति
फङ्सनहरु चाहिँ हामीले रेडी गरेका छैनौं अनि इन्टिजर यसलाई पनि हामीले फरेन की पनि हामी पछि गरौँ किन गरेका छैन अहिलेसम्म हामीले अहिलेलाई टेबल यो चाहिन्छ भनेर मात्र हामीले डिफाइन गरेको ओके यति भइसक्यो ओके यो भइसकेपछि अब हामी यहाँ के गर्छौं भने चाहिँ माइग्रेट गर्छौं यहाँनिर php एडिसन माइग्रेट अघि हामी टेबल बनिसकेको थिएन अब टेबल बन्छ अब उता याद पर्यो अब टेबलहरु बनिसकेको छ यहाँ नर्मल टेबलहरु हामीलाई चाहिने टेबलहरु आइसकेको छ नर्मली हेरौं या स्लाइडर्स भनेर आइसकेको छ स्लाइडर्स टेबल हो ओके यो स्लाइडर्स भनेर टेबल बनाइसकेको छ नि टेबल मैले यसलाई क्लोज गरिदिए ओके डाटाबेस चाहिन्छ भने चाहिँ डाटाबेस ओपन गरिराख्न पनि मिल्यो यहाँनिर काइट नेपाल मेरो डाटाबेस यो छ ओके यो डाटाबेसमा हामी बेला बेला चेक गर्छौं यो पनि पुग्यो अब हामीलाई यो सक्यो यसको पार्ट पनि सकिसक्यो यो सकिसकेपछि अब यो अनुसारको हामीले फर्म डिजाइन गर्नु पर्यो रिसोर्सेसको भ्यूमा गएर ब्याकमा गएर स्लाइडरको फर्ममा गएर पहिला स्टोर नै गर्छौं हामी एडिटको छुट्टै पार्ट हामी गर्छौं ओके अनि स्टोर मात्र गर्ने काम गर्छौं यहाँनिर अब फाइल यहाँनिर समथिङ फर्म डिजाइन हेरौं हाम्रो के छ इमेज कहाँ छ एड स्लाइडरमा यहाँ गएर इमेजेसको यो डिजाइन अलिकति चेन्ज गर्न सकिन्छ हामीले यसलाई म के गर्छु भने चाहिँ समथिङ के छ यसमा दुईटा कोलम दुईटा रो बनाऊ यहाँ फर्म ग्रुपमा यहाँ गएर div dot रो यो रोमा राख्यौं ओके फर्म ग्रुप यसरी हामीले डिभाइड गरेका छौं अब यसलाई चाहिँ मैले मेरो आफ्नै डिजाइन पनि दिन सकिन्छ डिजाइन त जस्तो डिजाइन भयो भने खासै के फरक पर्दैन यसको चाहिँ कोण जस्तै तपाईको कति दिने यसलाई ल 3 दिउँ ओके सरी कोल यस LG 3 ओके डिप यो चाहिँ मैले क्लास कोड मैले 3 दिन लाख मैले ओके यो ठीक भयो अर्को फेरि डिप क्लास कोड -9 यसै दिन लाख मिलेन यो ओके ठिकै छ यसलाई हामीले यसरी डिप यसलाई यसरी गर्न सक्यौं सरी के भयो क्लास कोल 9 यसरी डिफाइन गरेपछि के भयो त यहाँ ओके यहाँनिर यसरी यो 2 र 2 and 10 गरे पुग्ने रहेछ ल ओके एउटा रोमा ल्याउन खोजेको मैले यस्तो गरे अलिकति राम्रो देखिन्छ या यो भइहाल्यो यो यसरी गर्न सकिन्छ अब यो भनेको टाइटल हो यसलाई टाइटल भनेर युज गरौँ स्लाइडर सरी क्याप्सलक गर्नुपर्छ स्लाइडर टाइटल या स्लाइडर टाइटल भनेर यहाँ मैले स्लाइडर टाइटल युज गरेको छ यो यसको लागि फर एक्जाम्पल यिनीहरु चाहिदैन मलाई समथिङ लाइक यसलाई हटाइदिउँ लेबलिङ यो भ्याल्यु यो इनपुट टाइपमा चाहिँ टेक्स्ट हो मेरो txt टेक्स्ट फर्म कन्ट्रोलर नै भयो आइडी एक्जाम्पल यो चाहिदैन मलाई हेरौँ के चेन्जेस भएको छ त हेरौँ चेन्जेस पनि हेरौँ के चेन्जेस भएको छैन त्यही भएर चाहिदैन मलाई इन्टर इमेज स्लाइडर टाइटल ओके स्लाइडर टाइटल यसरी गर्न सकिन्छ इन्टर स्लाइडर टाइटल ओके त्यसै गरी यो पनि चाहिदैन मलाई सरी या इनपुट टाइप चाहिँ चाहिन्छ मलाई इनपुट टाइपलाई पनि म यस्तै टाइपको डिजाइन गर्छु इनपुट टाइपलाई पनि म सेम लाइक यस्तै डिजाइन गर्छु त्यही भएर यसलाई म पहिला कपी गरौँ पहिला कपी गर्छु म माथितिर सार्छु म इमेजको लागि चाहिँ पहिला
उसले स्लाइडर इमेज तान्छ नि त सरी किन लिन यसमा ओके सरी या ओके यो पार्ट के भइरहेछ फर्म ग्रुप यहाँनिर सामान्य प्रब्लम रहेछ यसलाई यसै तान्यौँ ओके माथि पनि स्लाइडर टाइटल भनेर आएको छ म चाहिँ यहाँनिर इमेज ओके अब मलाई मेन चाहिने चाहिँ फाइल चाहिने हो इनपुट ग्रुप भनेर छ इनपुट ग्रुपमा चाहिँ यहाँनिर भनेको लेबलिङ हो यो इनपुट ग्रुप यहाँसम्म हो के अरे यहाँसम्म यसलाई कट गर्छौँ यसलाई कट गरेर यहाँ गएर यो इनपुट ग्रुप हो ओके लेट्स सी या काम गर्यो यसले काम गरिरहेछ कि छैन या इट्स वर्किङ अब यहाँनिर चुज फाइल भनेर आइरहेछ यो भनेको चुज स्लाइडर इमेज भनेर या ओके चुज स्लाइडर इमेज भनेर यसरी गरेछौँ तलको यो फर्म ग्रुप चाहिँदैन मलाई कुन चाहिँ यो चाहिँ कमेन्ट गर्न चाहिँ बिर्सनुहुन्न हामीले यो कमेन्ट छ ओके सरी यो चाहिँ स्लाइडर टाइटल स्लाइडर टाइटल ओके अब यसमा चाहिँ मैले डिजाइन पार्ट चाहिँ सकाएँ डिजाइन पार्ट मलाई चाहिने अहिलेलाई चाहिने रिक्वायरमेन्ट चाहिँ राखेँ यति भए पुग्छ मलाई ओके अहिले इमेजको चाहिँ हामी सेकेन्ड पार्टमा गर्छौँ अहिले पहिला म स्लाइडर र डिस्क्रिप्सन पठाउँछु अनि अरू डिफल्ट डाटा भनेको तपाईँको स्ट्याटस र युआइडी चाहिँ अब यतिकै सिम्पली टेस्टिङको रूपमा चाहिँ हामी पठाइरहेको हुन्छ डाटाहरू अब यो गरिसकेपछि अब तपाईँको चाहिँ यसलाई चाहिँ अब यहाँनिर हाम्रो फर्म समथिङ यसको डिजाइनमा चाहिँ यहाँ फर्म छ यसको फर्म या फर्म यहाँ छ फर्ममा चाहिँ यहाँनिर हामीले चाहिँ एक्सन मेथड चाहिँ युज गर्नु पर्यो अब एक्सन गर्दाखेरि यसमा चाहिँ क्लिक गरेपछि चाहिँ कहाँ पठाउने त भनेर चाहिँ यहाँ गएर ओके एक्सन गर्दाखेरि तपाईँको युआरएल तपाईँको एड डाटा या एड स्लाइडर ओके एड स्लाइडर भनेर चाहिँ यसरी पठाइदिउँ अब यो यसलाई एड स्लाइडरमा यहाँनिर रड्समा चाहिँ गएर एड स्लाइडरमा जानु पर्यो यहाँनिर एड स्लाइडर होइन स्टोर गर्नु पर्यो एड स्लाइडर भनेर त हाम्रो एड फर्ममा जाने भयो यो भएन एउटैमा जाने भयो ओके यसमा होइन स्टोर स्लाइडर ओके स्टोर स्लाइडरमा पठाउनु पर्यो यसले क्लिक गरेपछि स्टोर स्लाइडरमा पठाउनु पर्यो ओके स्टोर स्लाइडरमा पठाउँ यहाँबाट एड स्लाइडर अलरेडी भएकोले चाहिँ मेथड चाहिँ के हुन्छ त हाम्रो पोस्ट मेथड हुन्छ यो पोस्ट मेथड हुन्छ मेथड चाहिँ हाम्रो यहाँनिर मेथड छैन यहाँ मेथड चाहिँ हाम्रो पोस्ट मेथड हुन्छ ओके मेथड चाहिँ हाम्रो पोस्ट मेथड हुन्छ यसलाई चाहिँ एकदम ध्यान दिएर हामीले गर्नुपर्छ मेथड चाहिँ पोस्ट मेथड हो अब यहाँनिर अब के छ त यहाँ सिएसआरएफ राख्नुपर्छ मेथड पोस्ट यहाँनिर यो फेरि अब एकछिन गर्छु नर्मली हामीले गर्ने त मेथड यहाँनिर मैले त्यही भएर यहाँ पोस्ट राख्नको लागि फेरि नपुग्छ भनेर यहाँ पहिला पोस्ट राखेँ यहाँ गएर स्टोर ओके स्टोर गरेँ अनि क्रिएट नर्मली पहिला यसरी नै गरौँ के एरर आउँछ हेर्न पनि सकिन्छ हामीले स्टोरमा जाउँ स्टोर ओके उसले चाहिँ स्टोरमा चाहिँ पठाउँछ स्टोरमा पठाइसकेपछि यहाँनिर स्टोर कन्ट्रोलर स्लाइडर कन्ट्रोलरको स्टोरमा जान्छ हाम्रो एपको यहाँनिर एचटीटीपी भित्र कन्ट्रोलरभित्र
यहाँनिर स्लाइडर कन्ट्रोलरको स्टोरमा जान्छ यहाँनिर क्रिएटमा हामी गइसकेका छौँ क्रिएटबाट हामी फर्ममा हामी गइसकेका छौँ अब यहाँ गएर स्टोरमा जान्छ स्टोरबाट डाटा आउँछ हाम्रो उताबाट हाम्रो डाटा आउँछ अब यहाँ गएर मैले डलर स्लाइडर इक्वल टु यसमा आउने हो यसमा आउनेपछि स्लाइडर इक्वल टु यहाँ गएर न्यू स्लाइडर त्यसरी न्यू स्लाइडर भनेर क्रिएट गर्नु पर्यो न्यू स्लाइडर भनेपछि हाम्रो यो स्लाइडरलाई कल गरे हो यो स्लाइडरलाई कल गरेको भनेपछि यहाँ गएर मैले स्लाइडर युज भएको छ कि छैन स्लाइडर युज गर्नुपर्छ यहाँ युज हाम्रो कहाँ छ त युज यो स्लाइडर युज एप भित्र यहाँनिर स्लाइडर एपीपी भित्र कहाँ छ त यो स्लाइडर भनेछ ओके यहाँनिर स्लाइडर भनेछ यसलाई युज गर्नुपर्छ यसरी युज गर्यो ओके यहाँ युज गरिसकेपछि यहाँनिर युज गर्न पायो अब जति पनि डाटाहरू छ मेरो के पठाउने हो त जस्ट लाइक अब यहाँनिर जस्तै अब यहाँ एउटा गरौँ स्लाइडर ओके स्लाइडरको के छ त यो डाटाबेससँग रिलेटेड भयो डाटाबेसको आइडी त अटोमेटिकली जाने हो टाइटल ओके टाइटल यो चाहिँ डाटाबेसको कोलम नेम भइहाल्यो टाइटल इक्वल्स टु डलर रिक्वेस्ट भनेको उता फर्मबाट आएको रिक्वेस्ट भनेको फर्मबाट यहाँ त रिक्वेस्ट आएको छ फर्मबाट आएको चाहिँ के छ त यहाँनिर हामीले इमेजको हामी एकछिनपछि गर्छौँ अब यहाँनिर ओके नेम मैले टाइटल दिएको छु यहाँनिर टाइटल भनेर दिएको छु त्यही भएर टाइटल राख्छु यहाँ ओके टाइटल यहाँनिर नेम चाहिँ मैले टाइटल दिएको छु त्यसै गरी डिस्क्रिप्सनमा चाहिँ मैले के गरेको छु डिस्क्रिप्सन नै दिएको छु नेम चाहिँ ओके यहाँ गएर त्यसै गरी मैले डिस्क्रिप्सन पनि त्यसरी दिन मिल्छ यहाँ गएर स्लाइडरको डिस्क्रिप्सन ओके यो डिस्क्रिप्सन यो पनि डिस्क्रिप्सन एउटै नेम राखेका छौँ त्यही भएर सहिलो भएको छ हामीलाई यो पार्ट चाहिँ तपाईँको डाटाबेसको स्लाइडर डाटाबेसको टेबल स्लाइडरको चाहिँ स्लाइडर्स टेबलको चाहिँ डिस्क्रिप्सन भने कोलम हो यो चाहिँ हामी यहाँ गर्छौँ डिस्क्रिप्सन यो स्पेलिङ एक्ज्याक्ट मिल्नु पर्यो यो चाहिँ हाम्रो उता फर्मबाट रिक्वेस्ट पठाएको उताको नेम भयो फर्मको इनपुट फिल्डको चाहिँ नेम भइहाल्यो अब त्यसै गरी अब हामीले चाहिँ डलर स्लाइडरको यहाँ गएर अब हामीलाई के चाहिन्छ त अर्को स्ट्याटस चाहिन्छ स्ट्याटसलाई चाहिँ म डिफल्टमा चाहिँ यहाँनिर 0 पठाइदिन्छु अहिलेलाई ओके डलर स्लाइडर डिफल्ट पनि पठाउनु मिल्छ अनि युआइडी पनि म डिफल्टमा चाहिँ 0 पठाइदिन्छु होइन त ब्ल्याङ्क पठायो भने केही फरक त पर्दैन यति गरिसकेपछि मैले डलर स्लाइडर ओके यसलाई सेभ गर्न ओके सेभ गरेँ मैले सेभ गरिसकेपछि यहाँनिर रिडाइरेक्ट गर्नु पर्यो ओके रिडाइरेक्ट हामीले जस्ट लाइक रिडाइरेक्ट गर्नु पर्यो यसलाई रिडाइरेक्ट चाहिँ यहाँनिर तपाईँले रिडाइरेक्ट भन्यो रिडाइरेक्ट चाहिँ कहाँनिर चाहिँ हामी पठाउने छ जस्ट लाइक रिडाइरेक्ट भनेपछि हामी ओके यो पेजमा पठाउने यो पेजमा जानुलाई हामीले चाहिँ के गरेका छौँ रिडाइरेक्टलाई सिधै स्लाइडर कल गरेका छौँ ओके स्लाइडर कल गरेका छौँ यो चाहिँ यहाँबाट पनि हेर्न सकिन्छ ओके स्लाइडर कल गरेका छौँ बेसिक कुरा चाहिँ यो कुराहरू चाहिँ हामीले यहाँ गऱ्यौँ अब रिटर्न रिडाइरेक्ट ओके यसमा चाहिँ हामी कहाँ स्लाइडरमा सिधै रिडाइरेक्ट गर्छौँ ओके स्लाइडरमा अब यहाँ गएर एकचोटि अब जस्तै यहाँनिर सर्टेन पार्ट चाहिँ मैले मिस गरेको छु यहाँ होइन जस्तै के एरर दिन्छ एकचोटि हेरौँ ओके यहाँ गएर राख्ने ठाउँ चाहिँ हामी बाँकी गरिराखौँ सर्टेन पार्ट चाहिँ मैले यहाँ मिस गरेको छु यहाँ गएर जस्तै रोल फर्म रे भ्याल्यु रोल यिनीहरू नराख्दा नि हुन्छ केही फरक परेन एक्सन चाहियो यो मेन कुरा स्टोर स्लाइडरले चाहिँ यहाँ web.php को यसमा हिट गर्छ यसले यहाँनिर उसले राउटिङ यहाँनिर डिफाइन गर्यो यहाँबाट उसले स्लाइडर कन्ट्रोलरको यो स्टोर फङ्सन ओके यो कन्ट्रोलर भनेपछि यो कन्ट्रोलर हो यहाँनिर डिफाइन छ यो स्लाइडर कन्ट्रोलरको केमा त स्टोरमा जाने भने चाहिँ स्टोरमा ओके स्टोर भनेर यहाँनिर डिफाइन गर्छ स्टोरमा गरिसकेपछि उसले यहाँनिर कल गरिसकेको छ यहाँनिर यो त बुझिसकेको छ रिडाइरेक्ट फेरि उसले चाहिँ कहाँ गर्छ यसले रिटर्न रिडाइरेक्ट चाहिँ फेरि यसमा गर्छ उसले यो गरिसकेपछि उसले डाटा स्टोर उता हाम्रो यसमा रिडाइरेक्ट गर्छ यसमा चाहिँ ओके अब यसलाई एकचोटि अब डिफल्टमा चाहिँ टेस्टिङ भनेर स्टोर गरौँ के एरर आउँछ त उसले पेज एक्सपायर पेज भनेर भनेको छ ओके एकचोटि रिफ्रेस गरौँ फेरि एकचोटि रिफ्रेस गरौँ ओके यहाँ गएर टेस्टिङ
ओके यहाँनिर स्टोर स्लाइडरमा गइसकेको छ अनि यहाँनिर स्टोर स्लाइडरमा गइसकेको छ स्टोर स्लाइडरमा गएर पेज एक्सपायर भनेको छ उसले अब यहाँनिर उसको मतलब के छ स्टोर स्लाइडरमा गएको छ स्टोर स्लाइडर या स्टोर स्लाइडर स्पेलिङ मिल्छ कि मिल्दैन यसमा फर्ममा ओके यसरी फेरि हेरौँ टेस्ट टेस्ट 10 ओके पेज एक्सपायर भनेको छ यो पेज एक्सपायर वाला चाहिँ के चाहिँ एरर हो त हेरौँ एरर चाहिँ त्योभन्दा पहिला चाहिँ यहाँनिर हिट गराएको छ कि छैन उसले ओके यहाँनिर उसले हिट गरेर डिली गरौँ कहाँ गएर चाहिँ उसले पेज एक्सपायर भनेर भनेको छ हेरौँ यहाँनिर डिली गरेर के गर्नु मैले ओके टेस्ट भनेर गरौँ उसले यहाँ हिट गराएको छ कि छैन हेरौँ यहाँनिर हिट गरेको छैन नर्मली यो के मिस्टेक भएको छ त भने चाहिँ यहाँ जस्तै मैले चाहिँ अब यहाँ डाटाहरू चाहिँ देखाएको छैन उसले @ त्योभन्दा नि यो रिक्वेस्टमा त डाटाहरू आउनुपर्ने हो डाटाहरू चाहिँ आउनुपर्ने हो रिक्वेस्टमा डाटाहरू नआएको कारणले चाहिँ के छ त यसमा यसरी $REQUEST रिक्वेस्ट सेभ गर्नु भइरहेछ नर्मली के प्रब्लम आएको जसलाई रिटर्न रिडाइरेक्ट भनेर अब यहाँनिर उसले चाहिँ जस्तै फेरि हाम्रो पेज एक्सपायर भनेर नि दिइरहेछ ओके अब यहाँनिर हामीले अघि भनेको चाहिँ एरर आउन सक्छ भनेर हामीले यहाँनिर भनेको थियौँ यहाँ गएर एउटा हामीले चाहिँ @CSRF ओके यो एउटा एड गरौँ CSRF यहाँ मेथड हाम्रो पोस्ट भएको थियो यो रोलले देखाएको छ के गरे होइन स्टोरबाट यसमा गइरहेछ स्टोर यहाँ यसमा गइरहेछ ठिकै छ अब फेरि एकचोटि टेस्ट गरौँ ब्याक जाउँ रिफ्रेस गरौँ रिफ्रेस राम्रोसँग भएको छ कि छैन हेरौँ अब यहाँ गएर उसले यहाँ गएर स्लाइडर कन्ट्रोलरमा मैले रिक्वेस्टमा डाटा आउँछ कि आउँदैन पहिला चेक गरौँ टेस्टमा चाहिँ यहाँनिर रिक्वेस्टबाट डाटा आएको छ कि छैन हेरौँ यहाँ गएर प्यारामिटरमा यहाँनिर ओके टाइटलमा टेस्ट भनेर आएको छ यहाँ टेस्ट भनेर अरू पनि एकचोटि टेस्ट गरौँ दिस इज टेस्ट ओके फेरि टेस्ट गरौँ यहाँ गएर रिक्वेस्टबाट आएको छ कि छैन यहाँनिर या दिस इज टेस्ट भनेर आएको छ यहाँनिर इमेज भनेर त अर्कै भइहाल्यो ओके यसरी ठिक छ आइसकेको छ भनेपछि यो लगभग मिल्ने जस्तो देखिरहेछ अब यहाँनिर यसलाई कमेन्ट गरिदिउँ कमेन्ट गरिसकेपछि यहाँ गएर सेभ रिफ्रेस या सेभ गरौँ सरी यहाँनिर स्लाइडर न्यू स्लाइडर क्लास एप स्लाइडर नट फाउन्ड भनेर छ उसले स्लाइडर नट फाउन्ड भनेको छ स्लाइडर त हामीले कल गरिसकेका छौँ यहाँनिर ओके यसरी फेरि हेरौँ यहाँनिर एप स्लाइडर नट फाउन्ड यसले स्लाइडर नट फाउन्ड भन्छ उसले स्लाइडर नट फाउन्ड भनेपछि यहाँ माथि के भनेको छ यहाँ एप स्लाइडर ओके एपलाई स्लाइडर युज त गरेका छौँ ओके एप स्मल लेटर नै हो हेरौँ के भन्छ यसलाई स्लाइडर ओके यहाँनिर के छ त ओके क्यापिटल युज गरौँ यसमा क्यापिटल युज गरौँ एप स्लाइडर भनेपछि अरू सबै ठिकै छ यहाँनिर ओके डाटा एउटा इन्सर्ट गरौँ अब चाहिँ यहाँनिर एउटा ओके क्याप्सन दिस इज क्याप्सन भनेर युज गरौँ यसलाई सेभ गरौँ ओके डाटा स्टोर भयो होला साइट यहाँनिर
भेरियस टेबल ओके ब्राउज गरौँ या यसरी चाहिँ डाटाहरु चाहिँ स्टोर भयो हाम्रो डाटा चाहिँ सक्सेसफुली स्टोर भयो ओके नर्मली यसरी नै हो हामीले डाटा स्टोर गर्ने भनेको फंक्सन चाहिँ यसरी हो अब नेक्स्ट ट्युटोरियलमा चाहिँ हामी इमेजको युजर्सलाई यो इमेज अपलोड गर्छौं हामी इमेज अपलोड गर्छौं अनि एडिटको खासै त्यस्तो गाह्रो छैन एडिटको पनि हामी इमेज अपलोड सँगसँगै एडिट पनि हामी सकेसम्म हामी भ्याउने गरी चाहिँ हामी गर्छौं मल्टिपल डाटा फेरि हुन्छ कि हुँदैन हेरौं टुडे okay today is today something like okay yeah यहाँनिर गइसकेको छ डाटा चाहिँ गइसकेको छ ओके अब नेक्स्ट ट्युटोरियलमा अब यो डाटाहरु हामीले इन्सर्ट गरेको डाटा यहाँ डिस्प्ले गराउने अनि तपाईको जस्तै इमेज पठाउने कति पार्टहरु छ कति सक्ने छ हामी सकेसम्म छोटो भिडियो बनाउने हिसाबले चाहिँ हामी गरौँ ओके सर्ट भिडियोबाट ओके थ्यांक यू